नमस्कार, हाम्रो ज्ञान संसारमा यहाँहरूलाई स्वागत छ। आज हामी नेपाल सम्बन्धी सामान्य ज्ञान सम्बन्धी केही रोचक र महत्त्वपूर्ण सामान्य ज्ञान प्रश्नहरू लिएर उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरु गरौँ। नेपालको पहिलो ऐतिहासिक प्रमाणिक अभिलेख कुन राजाको पालाको मानिन्छ? सही उत्तर हो मानदेव। नेपाल सम्वतको प्रचलन कुन राजाको शासनकालमा सुरु भएको थियो? सही उत्तर हो राघवदेव। काठमाडौँ उपत्यकामा कुमारी पूजा गर्ने परम्परा कसले सुरु गरेका हुन्? सही उत्तर हो लक्ष्मीकामदेव। नेपालको इतिहासमा सबैभन्दा लामो समय करिब 1225 वर्ष शासन गर्ने वंश कुन हो? सही उत्तर हो किरात वंश। सिम्रौनगढलाई राजधानी बनाएर कर्नाटक वंशको स्थापना गर्ने राजा को हुन्? सही उत्तर हो नानेदेव। मल्लकालमा काठमाडौँ उपत्यकामा व्यवसाय र समाजलाई 4 वर्ण 18 जातमा विभाजन गर्ने राजा को हुन्? सही उत्तर हो जयसिद्धि मल्ल। नेपाली कलाकार अर्नीको कसको शासनकालमा कलाकारहरूको टोली लिएर चीन गएका थिए? सही उत्तर हो अभय मल्ल। पृथ्वीनारायण शाहले एकीकरण अभियानको क्रममा नुवाकोटमाथि कहिले विजय प्राप्त गरे? सही उत्तर हो सन् 1801। सन् 1767 मा जयप्रकाश मल्लको सहयोगका लागि आएको कप्तान किनलकको बेलायती फौजलाई गोर्खालीले कहाँ हराएका थिए? सही उत्तर हो सिन्धुलीगढी। पृथ्वीनारायण शाहले नेपालको भूराजनीतिक अवस्थालाई कुन उपमा दिएका थिए? सही उत्तर हो 2 ढुङ्गा बीचको तरुल। नेपाल र बेलायती इस्ट इन्डिया कम्पनी बीच सुगौरी सन्धिमा कहिले हस्ताक्षर भएको थियो? सही उत्तर हो सन् 1816। जङ्गबहादुर राणाले नेपालमा पहिलो पटक मुलुकी ऐन कहिले जारी गरेका थिए? सही उत्तर हो सन् 1910। नेपालले बेलायतलाई भारतीय सिपाही विद्रोह दबाउन सहयोग गरेबापत पाएको नयाँ मुलुकमा कुन जिल्ला पर्दैन? सही उत्तर हो सुर्खेत। नेपालमा सती प्रथाको अन्त्य गर्ने श्री 3 महाराज को हुन्? सही उत्तर हो चन्द्र शमशेर। नेपाल र बेलायत बीच सन् 1923 मा भएको सन्धिको मुख्य उपलब्धि के थियो? सही उत्तर हो नेपालको पूर्ण स्वतन्त्रताको मान्यता। नेपालमा राणा शासनको अन्त्यका लागि भएको 2007 सालको क्रान्तिपछि कुन सम्झौता भएको थियो? सही उत्तर हो दिल्ली सम्झौता।
नेपालमा पहिलो पटक आम निर्वाचन कहिले सम्पन्न भएको थियो? सही उत्तर हो 20 सन् 2015। राजा महेन्द्रले कहिले निर्वाचित सरकार विघटन गरी पञ्चायती व्यवस्था लागू गरेका थिए? सही उत्तर हो 2017 पुस 1। नेपालमा गाउँ फर्क राष्ट्रिय अभियान कुन व्यवस्थामा सुरु गरिएको थियो? सही उत्तर हो पञ्चायत व्यवस्था। बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनाका लागि भएको जनआन्दोलन एक कहिले सफल भएको थियो? सही उत्तर हो 20 सन् 2046-26। नेकपा माओवादीले नेपालमा जनयुद्धको औपचारिक सुरुवात कहिले गरेको थियो? सही उत्तर हो 20 सन् 2052 फागुन 1। नेपालमा 10 वर्षे सशस्त्र द्वन्द्व अन्त्य गर्न गरिएको विस्तृत शान्ति सम्झौता CPA कहिले भएको थियो? सही उत्तर हो 20 सन् 2063 मङ्सिर 5। नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने ऐतिहासिक संविधान सभाको बैठक कहिले बसेको थियो? सही उत्तर हो 2065 जेठ 15। नेपालको वर्तमान संविधान नेपालको संविधान 2072 को घोषणा कसले गरेका थिए? सही उत्तर हो डा. रामवरण यादव। आजका सामान्य ज्ञान प्रश्नहरू यहाँहरूलाई कस्तो लाग्यो? तपाईले कतिवटा प्रश्नको सही उत्तर मिलाउनु भयो? कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। यस्तै रोचक भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र अर्को भाग हेर्न तयार रहनुहोला। धन्यवाद।